पर्छ। सो हामी रोक्यौँ, $3 पे गर्यौँ, त्यसपछि लाग्यौँ। हामीले छोरालाई साइकल लिएर आएको थियौँ, साइकलमा राखेर हिँड्यौँ समुद्र हेर्नको लागि। छोरालाई साइकल असाध्यै मनपर्छ। हामी यहाँबाट बिस्तारै बिस्तारै हिँड्दै गयौँ। अलि नजिक गयौँ, समुद्र देख्यौँ। हामी त्यति नजिक बस्नु भएर पनि हामीलाई यो ठाउँ थाहा थिएन अहिलेसम्म। हामीले सर्च गऱ्यौँ, हेऱ्यौँ, अनि त्यसपछि हामी गयौँ। हाम्रो छुट्टीको दिन थियो त्यो दिन। सो यो चाहिँ पिकनिक मनाउने स्पोट पनि हो। पिकनिक मनाउनको लागि चाहिँ हामी यहाँ आउँदा पनि हुन्छ। यहाँ रमाइलो ठाउँ छ समुद्रको छेउमा बसेर पिकनिक मनाउनलाई। सो यहाँ चाहिँ पिकनिक बसेर खानको लागि चाहिँ एउटा कटेज जस्तो छ। हामी त्यहाँ गएर एकछिन बस्यौँ। मेरो छोरालाई चाहिँ साइकल असाध्यै मनपर्ने भएर उसलाई जहाँ जाँदा पनि साइकल चढाएर लिएर जा भन्छ। आज अन्त बाहिर भएर साइकल भित्र लिएर भनेर उसलाई यो कटेजमाबाट बाहिर निस्किनु परिरहेको थियो। अनि ऊ बाहिर जान खोज्यो। ऊ आफै एक्लै सबै ठाउँमा हिँडिरहेको थियो। उसलाई एक ठाउँमा मात्र बस्न मन लाग्दैन, हिँडिराख्ने हो। मेरो छोरा चाहिँ यता भन्दै बाटो देखाउँदै हिँडिरहेको थियो। उसलाई यो घाँसहरूमा हिँड्नको लागि चाहिँ रमाइलो लाग्छ। बाटोबाट नहिँडिकन ऊ साइडबाट हिँड्दैछ। अझै बोलाउँदैछ, आउनु यता भन्दै। उसले बाटो देखाइरहेछ हामीलाई। उसको जहाँ जाँदा पनि साइकलसँगै ऊ पछि लिएर जानुपर्छ। ऊ यता गयो भने यता भन्छ, उता गयो भने उता गर्छ साइकललाई। उसको पछि लिएर जानुपर्छ साइकल। केही स्ट्रेस छ भने पनि यहाँ आएर एकछिन बस्नुभयो भने चाहिँ यति मिठो फ्रेस एयर आउँछ। स्ट्रेस जति सबै भएको छ यहाँ। त्यति रमाइलो ठाउँ छ नर्थ पोइन्टको पार्क। तपाईँहरू पनि आएर हेर्नु होला, रमाइलो ठाउँ छ यहाँनिर। यो ठाउँमा धेरै माछाहरू पनि मर्दो रहेछ। चेयर ल्याएर माछा मार्ने ल्याएर आनन्दले बसेर माछा मार्नको लागि रमाइलो ठाउँ रहेछ यो। अनि हामी जाँदै गऱ्यौँ। जाँदै गर्दाखेरि मेरो छोरालाई एउटा गोरियाले माछा मारेर राखिरहेको रहेछ बाल्टीमा। त्यसो माछा हेर्नु पर्यो भनेर ओर्लेर ऊ हेऱ्यो। त्यो लिएर जान परिरहेको थियो। No. Salvi. No. Let's go. बस्ने नेपाली पनि रहेछ है, यो पिङ खाइरहेछ नि। Walid, good boy. हामी त्यहाँ पुग्यौँ, एकछिन बस्यौँ, टिकटक बनायौँ, हेऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि हामी फर्क्यौँ। हामी फर्किने क्रममा बोतल बिर्स्यौँ। सो
सो बुढा बोतल लिन फेरि फर्किनु भयो अनि हामी आमा छोरा गयौँ ड्रेस चेन्ज गऱ्यौँ गाडीमा बस्यौँ हात धोयौँ अनि उसलाई भोक लागेको थियो उसले अनि खाना थाल्यो हाम्रो आजको दिन यसरी नै घुमेर बित्यो तपाईहरुको के गरी बित्यो सुनाउनुहोस् धन्यवाद थ्यांक यू फर वाचिङ आवर भिडियो डोन्ट फर्गेट टु सब्स्क्राइब आवर च्यानल